होइन। ठिक छ, स्थायित्व भएको छ, तर यो सरकार के अब चुनाव मात्र हुने बित्तिकै विदेश जानबाट मान्छे रोकिन्छ? यो देशमा उद्योग खोल्छ, कारखाना खोलिन्छ, के भ्रष्टाचारी जेल पर्छन्? के तपाईँको राजनीतिक नियुक्ति नभएर अदालतमा तपाईँको आज पनि पार्टीका कार्यकर्ता जान रोकिन्छन्? के तपाईँको अघि पनि भने 18 खर्ब रुपैयाँ यो तपाईँको 2074 सालदेखि 2082 आइपुग्दासम्म हामीले 18 खरब रुपैयाँ प्रदेशको नाममा खर्च गरेका छौँ। के अहिले चुनाव हुने बित्तिकै त्यो 18 खर्ब रुपैयाँ प्रदेशको नाममा जान रोकिन्छ? आज चाहिँदा नचाहिँदाको यति सानो देशलाई 7वटा टुक्रा पारेर ठाउँ ठाउँमा रडाको गरिराखेको छ। यो राम्रो हो? अहिले मधेसको अवस्था के छ एकछिन हेर्नुहोस् त। के तपाईँ धान्न सक्नुहुन्छ? ल, तपाईँलाई नै भोलि प्रधानमन्त्रीको कुर्सीमा बसाल्दिनु। तपाईँले यो 18 खर्ब रुपैयाँ खर्च गर्ने पैसा कहाँबाट ल्याउनुहुन्छ? आज पनि जनतालाई 188-190% कर असुल उपर हुन्छ। अघि नै भने मैले 38 लाख पर्ने गाडी 1 करोड 24 लाख हाल्नुपर्छ जनताले। अझ त्यो जनतासँग पैसा उठाएर त्यो प्रदेश संरचना कहिलेसम्म पाल्न सक्नुहुन्छ तपाईँ? हो, यही समय हो। पहिलाका दलहरूले मानेनन्, अहिलेको सरकारले यो प्रदेश संरचना खारेज गरौँ भन्ने दुईटा प्रश्नको जवाब दिए। तेस्रो प्रश्न, राजा, आज जहाँ हामी उभिएका छौँ, नेपाल भन्ने देश र भारत र अमेरिका भन्ने देशको इतिहास फरक हो। राष्ट्रपति के रहेछन् भन्ने कुरा त अस्तिको आन्दोलनबाट तपाईँले थाहा पाउनुभयो नि। देशको हामीले अभिभावक भनेर